त्यो भिडियो बनाउँदाखेरि के माइन्डसेटमा थियो, कसरी बनाएको त? होइन दाइ, त्यो मलाई यसो टिकटक हेर्दै गएको थिएँ। अनि यसो हेरेर चमेली गीत राम्रो पनि छ, हाम्रो गाउँको छिमेकी बा पनि हुन् खासै गरेर। अनि हाम्रो बाको गीतमा एउटा जे होला होला बनाइदिउँ न। मेरो पहिला रुममा बनाएँ अलि कोठा अलि अँध्यारो त्यति खासै उज्यालो पनि हेरेँ, त्यसलाई फाल्ने मैले। होस् गई खाना बनाएर आएँ, माथि आएँ। अनि फेरि त्यसमै बनाउन आयो कि त्यसमै बनाउन आयो। फेरि बाहिर गएँ, यसो हेरेर मोबाइल राख्ने ठाउँ कहीँ भेटाइनँ। यसो हेरेर एउटा त्यो काठको सानो बाक्स छ, त्यसमाथि राखेर गएर पुरा फुल पनि आएन। अलि राम्रो, आफूलाई पनि अलि राम्रो लागेन कि यो पनि फाल्ने, यो पनि काम छैन भने फेरि एकछिन साथीहरूसँग गफ गरेँ। त्यहाँबाट फेरि खोइ के स्वर चल्यो फेरि सुनि त्यसमै गरौँ लाग्यो। अनि यसो हेरेर कहाँ राख्ने भयो। यस्तो यो पोलमा जुन यस्तो यो अङ्कुश किला हुन्छ नि, त्यसमा त्यसो अड्याएर यसो सिन हेरेर राम्रो पनि लाग्यो। यसो पछाडि हेरेर कालेहरू रहेछन् क्या जुन कृपिनीहरू, तिनीहरू पनि रहेछन्। ल जेसुकै होस् भयो हुन्छ, नभए त्यो मलाई त्यो भाइरल भएर उ गर्ने छैन, के पनि छैन। म रोमान्टिक मान्छे, रुममा पनि साथीहरू भन्थे जहिले पनि, त यो रुमबाट गइस् भने त भाइ हामीलाई त कति नमजा लाग्छ भन्थे कि, रुममा जहिले रोमान्टिक गरिरहेको थिएँ। अनि त्यही उसमा ल के त भनेर गर्दा ठ्याक्क उगाइदिइरहेको क्या हेर्नु। फेरि त्यो के भयो भने जुन खाना बनाएर रुममा के अरे यो भिडियो बनाएर पोस्ट गरेँ, खाना खाएर हेर 300 भ्युज पुगेछ। अनि कसरी भ्युज गयो भने म आफै दङ्ग पनि त्यति गरी मोबाइल राखी सुतेँ। अनि ड्युटी जाने बेला उठेँ, 4:30 बजे उठेर यसो हेरेर 17,500 पुगेर छ। अनि त्यहाँबाट उहाँ ड्युटीमा पुगेँ फेरि। अनि उहाँ गएर फेरि अन गरेर यसो हेरेर त्यो भ्युज 1 लाख पुगेर छ। मैले भन्छु नि 10 लाख यो भ्युज कसरी घट्यो। अनि 1-1.5 घन्टा जस्तै काम गऱ्यो। अब ब्रेक काम हुन्छ नि त, त्यसमा यसो खोलेर हेरेर 1,75,000 भ्यू पुगिसकेको छ। अनि त्यसो गर्दै क्रमशः गर्दै बढ्दै गयो। अहिले चाहिँ फिलिङ चाहिँ कस्तो भइरहेको? भाइ उस्तै नि हो, पहिले जस्तो छ त्यस्तै नै छ भाइ। मान्छेले चिनेछ मलाई, दाम कमाएर उ गर्नु, सम्पत्ति कमाउनु भन्दा नि मान्छेले चिने मलाई यही ठुलो छ भाइ, इज्जत कमाइ। कलाकारबाट केही प्रतिक्रिया आयो कि आएन? त्यस्तो खासै केही आएको छैन। उहाँहरू गीत त कलाकार भन्दा तपाईँले गर्दा एकदमै धेरै मान्छेहरूले तपाईँकै भिडियोमा पनि लगभग त्यो पहिलो भिडियोमा तपाईँको लगभग 61 लाख भ्यू आएको थियो होइन? हजुर। त्यसपछि त्यही हिसाबले त अरू भिडियोमा 10-20 लाख गरेर धेरै भिडियो 4-5 वटामा गइछ दाइ, मेरो मिलियन 4-5 वटामा गइछ। एकदम खुसी छ। एकदम खुसी छु। के भन्न चाहन्छु हाम्रो दर्शकलाई? हाम्रो दर्शकहरूलाई यत्तिकै माया सधैँभरि गरिदिनु होला, माया नमारिदिनु होला हो। हजुरको गुण अब कोही केले भन्छन्, एउटा न एउटाले हजुरको गुण तिर्नेछु भन्ने भन्न चाहन्छु।